आरपी रेडियो पपुलरबाट ल्याइयो यो कम्पनीको यो 1600 वाटको नि 160 वाटको चाहिँ रिच ब्याट्री 12 आवर्स भनेको छ ब्लुटुथ 5.0 भर्सन प्लस 2 यो सबै छ यसको है अब यसको अनबक्सिङ गरिन्छ यसको म्यानुअल मात्रै छ बुक मात्रै छ म्यानुअल बुक चार्जर चार्जरको चाहिँ यस्तो छ तर यसको कति पावरको भन्ने कुरा त्यो चाहिँ मैले थाहा नपाउँदो रहेछ सानो सेट छ यस्तो तरिकाले यसलाई निकालो यो कार्टुनमा त्यत्रो फ्याउँदा कार्टुनको काम छैन होइन यो यस्तो छ खतरा तरिकाले हिसाब गरेर छ यस्तो छ अरे यसको यो चाहिँ साबुन दिने यहाँ यसको यस्तो छ होइन चार्ज गर्ने पोर्ट त्यहाँ के त्यहाँ के दिएछ सी टाइप सी पनि दिएछ यो चाहिँ भुइँमा राख्ने मन लाग्छ यस्तै राख्ने होला क्या यो कम्पनीको नाम चाहिँ हाइसेन्स है हाइसेन्स हो पुरै बुझ्न गाह्रो छ स्विच अफ भोलि मान्छेको बेस पनि रहेछ लाइटको कम्बिनेसन पनि फरक हुँदछ यहाँ थिच्यो भने अनि यहाँ ब्लुटुथ भइहाल्यो र लाइट अफ गर्न नि मिल्दो रहेछ अन गर्न नि मिल्छ थरी थरीको लाइट आउने रहेछन् एकचोटि ब्लुटुथ कनेक्ट गरेर हेरौँ त कस्तो बद्दा रहेछ पकेट थिति भनेपछि यो त हो होइन होला होइन रहेछ कुन हो त यार ए यहाँ रहेछ सेट भनेर आउँदैछ
कस्तो बद्दो रहेछ नि त हेरौँ होइन गुगल कहाँबाट केटीको भूत खबर आयो म्युजिक छ नि त के हो त जोइनेट भनेर आउँदैछ It's what we share that keeps us together. Remitly, every transfer brings you closer.